एक समयको कुरा हो, गौतम बुद्धका धेरै शिष्यहरू थिए। कोही धैर्यवान थिए, कोही शान्त स्वभावका थिए भने कोही चाहिँ अझै पनि आफ्ना पुराना चाहनाहरूबाट मुक्त हुन सकेका थिएनन्। तीमध्ये एक शिष्य थिए, बाहिरबाट साधु देखिने तर मनभित्र लोभै लोभ, मन सधैँ तुलना र चाहनाले भरिएको। बुद्धले यो सब देखिरहनु भएको थियो, तर उहाँले केही पनि भन्नुभएको थिएन, किनकि गौतम बुद्धले जान्दथे बुझाइ आदेशले होइन अनुभवले आउँछ। एक दिन बुद्धले त्यो शिष्यलाई भने, आज राति जङ्गलमा एक्लै बसेर ध्यान गर है। शिष्य अलि डराए। जङ्गल अँध्यारो थियो, तर बुद्धको आदेश अवज्ञा गर्न सकेनन्। रात पर्यो। शिष्य जङ्गलको एक कुनामा बसे, ध्यान गर्न भनेर आँखा चिम्म गरे। मन अझै चर्को भयो। मसँग यो छैन, म किन अरू जस्तै छैन। जति ध्यान गर्न खोज्यो उति मन अशान्त भयो। सानो आवाज पनि ठुलो डर बन्यो। अन्धकारले मनभित्रको लोभ र डर झन् स्पष्ट देखायो। त्यो रात शिष्यले पहिलो पटक बुझे, बाहिरको जङ्गल भन्दा त डर लाग्दो मनभित्रको चाहना रहेछ। बिहान उज्यालो हुँदा उनी गौतम बुद्ध कहाँ फर्किए। बुद्धले सोध्नुभयो, राति के देख्यौ? शिष्यले शान्त स्वरमा भने, भगवान, मैले मेरो मन देखेँ। त्यहाँ शान्ति कति पनि थिएन, चाहनै मात्र थियो। बुद्ध मुस्कुराउनु भयो र भन्नुभयो, जहाँ चाहना धेरै हुन्छ त्यहाँ शान्ति बस्नै सक्दैन। लोभ भनेको अभावको भ्रम हो। त्यो वाक्य शिष्यको मनमा गहिरो गरी बस्यो। त्यस दिनदेखि उनी अलिक कम खोज्न थाले, कम तुलना गर्न थाले र धेरै कुराहरू स्वीकार गर्न थाले। लोभ घट्दै गयो, मन पनि हलुको हुँदै गयो र जब मन हलुका भयो उनले बुझ्न थाले, साँचो खुसी पाउने कुरामा होइन, छोड्ने कुरामा रहेछ। यो कथा केवल शिष्यको होइन, हो, हामी पनि त्यही शिष्य जस्तै नै छौँ। हामी प्राय यसरी नै सोच्छौँ, यो पैसा आएपछि म खुसी हुन्छु, यो मान्छेसँग मैले विवाह गर्न पाएँ म कति खुसी हुन्थेँ, यो लक्ष्य हासिल गरेपछि या यो ड्रिम पुरा भएपछि मात्रै म साँच्चै खुसी हुन्छु। हामी सधैँ भोलिको खुसी खोजिरहेका हुन्छौँ, तर सत्य के हो भने भोलि आएर कसैले पनि हामीलाई खुसी बनाइदिँदैन। आज यदि हजुर सास फेरिरहनु भएको छ भने पनि त्यो अत्यन्तै खुसीको कुरा हो, किनकि कसैले आज अक्सिजनको लागि पनि कति सङ्घर्ष गरिरहेका हुन्छन्। आज यदि हजुरको थालमा खाना छ भने त्यो पनि खुसीको कुरा हो, किनकि कसैले आज एक छाक तार्नको लागि कति कठिनाइबाट गुज्रिरहेका हुन्छन्। आज यदि हजुर बाँचिरहनु भएको छ, देख्न सक्नुहुन्छ, यो भिडियो सुन्न सक्नुहुन्छ, महसुस गर्न सक्नुहुन्छ भने पनि त्यो आफैमा ठुलो वरदान हो। हामीले खोज्ने खुसी धेरै पाउँदा आउँदैन। खुसी आउँछ सन्तोषबाट। खुसी आउँछ जे छ त्यो पर्याप्त हो भन्न सक्ने क्षणबाट। चाहना धेरै भयो भने मन कहिल्यै भरिँदैन, तर सन्तोष आयो भने मन आफै शान्त हुन्छ। त्यो शिष्यले जङ्गलमा यही कुरा बुझेको थियो। खुसी पाउने कुरा होइन, महसुस गर्ने कुरा हो, र त्यो महसुस आजैबाट गर्नुहोला। यस्ता कथाहरू बुद्धको समयका मात्र होइनन्, यी कथाहरू हामी आज मनभित्र बाँचिरहेका छौँ। म हुँ सुजा, स्टोरिज विथ सुजाबाट, जहाँ कथाहरू मनबाट लेखिन्छन् र जीवन सम्झाउन सुनाइन्छ। यदि यो कथाले हजुरको मन छोयो भने कृपया मेरो युट्युब च्यानल स्टोरिज विथ सुजा सब्सक्राइब गर्न नबिर्सिनुहोला। लाइक, सेयर र कमेन्ट पनि गरिदिनुहोला। धन्यवाद।